भएको छ भन्ने कथा यहाँ विस्तार गरेको हो। हाम्रो एकादश स्कन्द पनि समाप्त भयो। हरि शरण हरि शरण हरि शरण प्रभु। महापरमदि कचिन्नन्त क्षेत्र विनाशकृत तत्त्वरि पदविशन्ति सुप्रका छ तय धार्मिक सहित संस्कृति मध्वतिराजन परसंतमा नन्दपनै नवनन्ता दिजहा कचित प्रतिपन्न द्विशते नु धरिशते रति समस्ता कुशोकवर्मना सूर्य मौर्य हेते दशानिका सतते सततम समवसन वेदिन कलपुर पुरुमह तत्त्व हर कन्नाय तैमे भूमि तत्त्व से तपंतत हो सताई दुर्गति पथने कलो विगे हत्ता कान सुरक्षण तति तदि कलो निको मेदसन के पाति कल बटमा सातो तत अनि मतो पूरी सब सब ततुरा ततुरा ततो भागे से सोसरी येते ते सतरा पतिनोदिको कंका सदस्य बाबुला भविष्य दिलो दुका ततो समय वासत बाबु ततो सो मारे कंतना पति कौन है कसी दक्षिणा भक्षण तै समाते देते ततो किरान तुम तत्रादानो दे तो सदत दिवस हो आवले का काले हिने रूपा सम्राट सततौसला धोला परबरो राते निसको परम्परा सबै पुरे अनु गंगा समाप्त सबै सजिले दिनम धोला सगिरा मात्र सुनार मन्दुआलय हो तुल्या कालकाई अंश कटकरिया हिनारत फत समेतम धर्म सत सत समादय कार्य परिहारी पसने भएको मिति जन गरौने नन्दन का रोगेन्दया जरिके त रति विकृत सूत्र में भई हिंदी व्यवसाय हो अब चन्या दुर्बलम और पांडी जैसा फलम बचे हो तगी कारण और साका मलाई शासन समय बलबजो चरा अनापिष्ट विनशन्ति त्रिंश बक प्रति वर्षाणि दिन सकिम सति वर्षाणि में नसके पतिना आनन्दप्रदे तस्यो तायसरासो हरि भगवान अवतार सते चराचर तो ब्राह्मण शक्ति सर्वादनमश्चर्य च पुराणविदो विचरमण शासनं सुने होय प्रतिरादिते यथा विसर्गः खगुष्ट तो हृदिमुष्टिते यदा भद्र भवे कृतं कृतं भविष्यति पर्ने दो तलबाट बनाउनेले बनाउनु आउँदा बनाइसकेको थियो भागवते महापुरुष भरत खण्डे सप्तमः मुरारे हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव आत्मने भगवान त्यसरी स्वर्गानु हुनुभयो सुतमनिसँग हे चन्द्रवंशी र सूर्य र कुन कुन राजा कसरी के सुताजी भन्नुहुन्छ सरकारी हो सूर्यवंशी र चन्द्रवंशी राजाका वर्णमा राजा हुनुभयो विश्वफुर्ती नामका राजा हुनुभयो ठुलो राजा बन्नुभयो मेदिनीपति बन्नु कलियुगको सङ्ख्या चाहिन्छ कालको प्रगति
कालको प्रगति अणुदो परमानुसार भनेपछि अहोरात्र बन्छ अनि पक्ष बन्छ 2 पक्ष 1 वर्ष भयो यस्तै प्रकार 7 बारको 1 हप्ता भयो ये मान्छेका मनुष्यका 1 महिनाले पितृको 1 अहोरात्र हुन्छ पितृका 1 महिनाले देवताको हुन्छ यिनका 4 किसिमका छन् नित्य निमित्त प्रलय भनेको मानिस पहिला आउनु या मृत्यु हुनु आदि नित्य प्रलय हो तपस्या गरेका पनि कलियुगमा 12 घण्टासम्म कीर्तन गरियो कलियुगमा चाहिँ हरि कीर्तनले नै ती फल पाइन्छन् भने गएपछि धर्म र गौको धर्म गौमा हुनुपर्ने ब्राह्मण हुनुपर्ने वेद ब्राह्मण अब यस्ता ठाउँमा घर घरमा कलह भन्ने छ पितृको बिक्री वितरण गरेर त्यतिखेर चाहिँ सम्पत्तिको झगडा हुन्छ प्रकृति वार्तामा मघा नक्षत्रदेखि दिन सूर्य भगवान 50 कोटी लाख योजन भएका गोलाकार हुनुहुन्छ तेषां यत्र सन्तनिकमात्मा र प्रकाशां मह्यन्ति यत कवयो झपरा पतन्त श्रुतो वाचः संस्कृतोपगमनेत तपस्वते सर्वसमर्पितः वरं प्रत्यपत्रन्ति मृतसारी यस्य सुभदान धनासन मनसैव पतेन सतकामस विषेण भगवान् ते तस्मिन् सर्वतः हरिं भगवते तरपूजयेतो शब्दसोदिकं साइकल में श्री कृष्ण गोविंद हरे यो हाम्रो अन्तिम अध्यायदेखि होल्लो अध्याय द्वादश स्कन्धको 12 अध्यायलाई के भनेको छ भने 7 दिनसम्म हामीले केही सुन्न सक्यौन बा आफै डिस्टर्ब गरेर त्रुटि भयो कि बा कामले भ्याइएन कि बा के भयो यो अध्यायलाई राम्ररी एकचित्त लगाएर सुन परिवारहरू जम्मै एकत्रित भएर के गर्ने कामले भ्याइएन भनेर आफ्ना मनले नै बीचमा कञ्चनजङ्घा उत्पत्ति गरेर त्यसलाई नागेर आउन नसकेर पनि आउन नसकिएको हुन्छ त्यसैले सुन्नाले 7 दिन सुनेको फल प्राप्त हुन्छ भनेको छ यहाँ उच्चारण गर्न सक्छु यी सबै बताएको छ अब यहाँ यो कफी गर्नु नहुने समय यहाँ आइरहेको छ त्यसैले एकदिन कसैले चाहिँ हल्ला नगरिकन सावधान भएर चाहिँ अब सब छोडिदिनु त नमो भगवते वासुदेवाय सुतो वाच नमो धर्माय भवते नमो कृष्णाय वेदसे ब्रह्मणे परमचित्ता धर्मवस्य हरे नारायण केशव सापते अत्रमं पदं कुयं जगत प्रवाप्याम ज्ञानं तत्त्वव्याख्यानं पुरुषो यत कालस्य सुपुरुषस्य गतिपद्मसंभव भूप उतरे मोगिनी हरि रूपतया श्रीनां माता प्रकृतिर्नमस्ति मता नवमसु पति दशैके विनाशनं दशधर्मप्रतापं ममपदं प्रति यतो देवासुराः मारातिरनगफलेश्वरसत्वरितं प्रदशम आत्मनं मनन्तरनु कथा देवासुरमा युतं राजवंशनुकृतनं ईशाकुतनुसं वंश सुदुनस महात्मके व्यापरणकन्नु यानुपतनुपसाद बेलाभिदे संवसं यातायातमततितन्तरनिदे संवनं एवं प्रणासनदुर्लक्षताय भवमिताय तारो दान्यासनो ज्ञानप्रदीपपुरा तद्रूपेण च नारदय मुनये कृष्णाय तद्रूपिणा लोकममृतं सत्यं परं धीमहि श्रीकृष्ण गोविन्दाय वासुदेवाय दीनबन्धु भगवानको भक्त महापुराणको अन्तिम भएको छ फल प्राप्त हुन्छ भनेर मैले अघि पनि भने अब यो अध्यायमा हामीले 7 दिन सुनेको भागवत
खेल्दादेखि यहाँ उठ भएर एकछिन धेरै खाने गएपछि त्यस्तै अब कथा सुन्दा सुन्दै धेरै अब यदि सुन्न मन छ एकत्रित भएर सुन्नुभयो भने बस्नु भने म अलिकतिलाई कथा भन्छु कष्ट हुन्छ पहिलोले मणिमणिको कष्ट हुन्छ भन्ने सौरका प्रश्न थिए ती प्रश्नपत्रिका उत्तर पहिलो अध्यायमा बताउनुभयो दोषेर सनकादि मुनिकोसँग सहयोग माग्नका बद्री जानुभयो अनि बद्रीमा गएर सहयोग हुँदाखेरि भगवानले सनकादि मुनिहरूले गङ्गा तटवर्ती क्षेत्रमा गएर श्रीमद् भागवत सुनाउनु पर्छ भनेर आज्ञा दिनुभयो र ठाउँमा प्राप्त हुनुभयो त्यहाँ नाचगान कीर्तन भयो महान ठुलो भयो भगवानको पनि आगमन आविर्भाव भयो त्यसको नैमिषारण्यमा निमित्त भनेको छ भगवानले पहिले आकाशवाणीमा भनेको छ त्यो ठाउँमा अनि 6वटा प्रश्न राख्नुभयो हे ऋषि कलिनाथ किन जन्मे श्री भगवान कृष्ण लीला पनि तु बलियो कति आज्ञा यी 6वटा प्रश्नलाई 4 प्रश्नको प्रतिफल भनेको प्रश्न मैले साथै प्रश्नको उपाय गर्नुपर्ने छ भनेर चाहिँ आफ्नो राजदरबार छरिक गरिकन गङ्गा किनारमा गइकन ऋषिहरूका साझै मा मेरो लैलै फर्केर साझैमा फर्केर साझै मा मेरो लैलै फर्केर साझैमा बेला सुने बाँसुरी तान सबैले कानैमा सम्पूर्ण तिनै लोकका प्राणी अतुल्य भएर कि अनि पिताजीलाई तपोवनमा गएर प्रसन्न भएर चाहिँ परमधाममा प्राप्त हुनुभयो भने अष्टाङ्ग योग आदिका कुराहरू तृतीय स्कन्धमा किनारमा गएर अर्चन आदि पद्धतिद्वारा देवहूति पनि मुक्त गरेर जानुभयो तृतीय स्कन्ध सक्यो मैले अब चतुर्थ स्कन्धमा पुगे एक टके राजमाथि घुमेर 7 दिन 7 दिन भुगलीय पृथ्वी हुनुभयो भुगलीय पृथ्वी हुँदैन भूत प्रेतको बास चाहिन्छ भनेर सम्झाउनुभयो मान्नुभयो हिँडेर आउनुभयो 7 समुद्र र 7 चिपले डमुको छ सालमली कुशको छ साकर पुष्करी उनका वंशमा प्रियवत राजाका वंशमा ऋषवतर बाबाले दिनुभयो उहाँका सौर साहेब वसुदेवका यज्ञमा प्राप्त भएका योहरूको व्याख्या गरे अब त्यस पछाडि गएर उहाँका वंशावली ध्रुव प्रश्न अनुसारले गरिकन प्रहलादजीको चरित्र हिरण्यकशिपुको चरित्र आखिरमा गएर प्रहलादजीलाई बचाउने कार्यक्रममा भगवानले ऋषि अवतारमा भएको ऋषिमा प्रस्तुति देवताहरूले सबैले प्रहलादको प्रस्तुति प्रहलाद मल्लयुद्ध गर्ने ठाउँमा प्रवेश कुबेलापीठको हतन अनि मल्लयुद्ध गर्ने ठाउँमा प्रवेश सल तोसल ताँडो मुष्टिक आदिका दुर्मन्त्रीहरूको निराकुण्ड 44 अध्याय भयो अब यहाँदेखि उता गएर माता पितालाई तर्फ प्रेषित युद्ध उद्धवजीले गोपिनीलाई सान्त्वना उतातिर 52 अध्यायमा रोपुरी आराधना अनुसारले गरिकन भगवानका गृहस्थ कर्महरू सबै प्रदर्शन अनि साल्व त्रिपुण्ड हुँदै गएर अब 72 अध्याय पुगेपछि योगीद्वारा भगवानकी मायाको व्याख्या सूर्यको व्याख्या नर्गस्वर्गको व्याख्या बताएका कुराहरू मध्येमा हामीले भागवत मात्रै सुनेर यहाँ 1 हप्ता बिताइरहेका छौँ अब अरू पनि 17 पुराणहरूका सङ्ख्याहरू यहाँ छन् यहाँ व्याख्या गरिएका छन् 17 पुराणहरू ब्रह्म पुराण 10,000 पद्म पुराण 55,000 विष्णु पुराण 23,000 शिव पुराण 23 श्री वैष्णव त्रयोविंशति तत्रिविंशति सेवकाम 23,000 विष्णु पुराण 24,400 शिव पुराण श्रीमद् भागवत 18,000 भविष्य पुराण 14,500 ब्रह्मवैवर्त पुराण 18,000 लिंग पुराण 11,000 स्कंद पुराण 81,000 यही प्रकारले वामन पुराण 10,000 पूर्व पुराण 17,000 ब्रह्माण्ड पुराण 12,000 यी सबै गर्दाखेरिमा पुराणका संख्या जम्मा पुराणका श्लोकका संख्या 4 लाख पुग्दछन् ती मध्येमा जस्तै निम्न शम्भु भनेका शिवजी यहाँ धेरै कुरा लेखिया छन् यहाँ भागवतको अन्तिममा यस्तो राम्रो कुरा गरेको वैष्णव मध्येको म शम्भु भनेर भन्नुभयो भागवतमै यस्तो व्याख्या गरेको छ
भागवतलाई नै सबैले भक्तहरूले मानिएको छ, सुनिरहेको छ। किन जस्तो कुरो लाग्दैन मलाई, म पनि एउटा भक्तै हुँ जस्तो लाग्छ। वैष्णवानुगता शम्भु बनाएको छ, विष्णु दीक्षा मातेको वैष्णव भनेको शम्भु भनेर शिवजीलाई भनेको छ भने वैष्णवको उत्तम र एक नम्बर भनेको शिवजी हुन्। तर शिवजीले सकली र नकली रूप धारण गर्नुपर्छ। सकली रूपमा उहाँ साक्षात विष्णुका भक्त वैष्णव हुन्। भक्त जनों के संकट, दास जनों के संकट, जो ध्यावे फल पावे, दुख विन से मन का, दुख विन से मन का, सुख संपत्ति घर आवे, सुख संपत्ति घर आवे, कष्ट मिटे तन का, ओम जय जगदीश हरे। मात पिता तुम मेरे, शरण पढ़ूं मैं किसकी, स्वामी शरण कहूँ मैं किसकी, तुम बिन और न दूजा, प्रभु बिन और न दूजा, आस करूँ मैं किसकी, ओम जय जगदीश हरे। तुम पूर्ण परमात्मा, तुम अंतर्यामी, स्वामी तुम अंतर्यामी, पार ब्रह्म परमेश्वर, पार ब्रह्म परमेश्वर, तुम सबके स्वामी, ओम जय जगदीश हरे। तुम करुणा के सागर, तुम पालन करता, तुम पालन करता, मैं मूरख कलकामी, मैं सेवक तुम स्वामी, कृपा करो भरता, ओम जय जगदीश हरे, ओम जय जगदीश हरे, स्वामी जय जगदीश हरे। नाना सुगन्धि पुष्पाणि पादलेन श्रोता भक्ताजनको नाई भगवती को, राम का देवता को, वृंदावन बिहारी लाल कृष्ण को, कृष्ण कन्हैया लाल को, शांति
कृष्णा मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउँला हे कृष्णा मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउँला हे कृष्णा आसन डाग
कृष्ण बाँसका टुक्राको महिमा के पो हुन्छ हामीले सिवाय अरूले कहाँ सुन्छ बाँसका टुक्राको महिमा के पो हुन्छ हामीले सिवाय अरूले कहाँ सुन्छ हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन प्रेमले थर्काइदेऊ न हे कृष्ण इन्द्रादि देवता सबको सेकी झार्छ ब्रह्मादि त्रिदेवा मोहित यसले पार्छ इन्द्रादि देवता सबको सेकी झार्छ ब्रह्मादि त्रिदेवा मोहित यसले पार्छ कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदेऊ न हे कृष्ण हरियां तत्कार्यं
कहाँ पाउने अब बाटोको कमाइले नहुनु सक्छ तपाईँको समय नभए हातमा कपडामा भेट्छ 70 रुपियाँ ज्यान पर्नु पर्यो नि कसो अलिक पातले मोटा कति त्यानेर यहाँ ठिक्क पार्नु पर्थ्यो कपरीमा राखेर आदमी 84 दिपाय नमः। अब यो थालोको हस्त अब दही चढाइदिने पहिले हस्त यो अन्नद्रव्यमा अब अरू पानीहरू के छ त्यो सबै 84 दिपाय नमः। गन्ध पुष्पासन रूपमा 84 दिपाय नमः। सुप्रसन्न सुकृतो वर्गो विचार नैवेद्य नमिष्ट टपरीमा राखेर नैवेद्यम लुगाभित्र बस्यो भने त हरे ओम पृष्ठो 84 दीपाय नमः। गन्धाक्षतानि प्रदूषण सर्व्यामि सर्वे भूदेवेभ्यो नमः। 84 दीपाय नमः। कोनिवदानि नमः। शुभं भवतु कल्याणं आरोग्यं सम्पदा कवि लालामाला कुलेबितु सर्वमिति मन्दगत भक्तादि प्रथम स्वरूपयामा रक्षोपीपाय नमः। ते टपरि मुखैता मणि धरन्तु तसबै मनोदुतिर्जिन वैष्णवकृपा नारायण संपूज्य सनक सनन्दन सनातन सुकुमाराय नमः। सिद्धभद्राय नमः। प्राप्य भद्रमण्डल देवतायै नमः। ओम उन्नते नमः। शान्ते नमः। सर्वाय नमः। ओम योगाय नमः। एउटा त्यो पैसो नि यहाँ गर्छ यहाँ दिन्छ यावत कृपामा तावत नसुख्या वसो प्रसन्नोति सत्यसन्द्रमाय नमः। यहाँ मामा अनुसर यहाँ तथा तस्सु बाबा यसलाई कुशक राखिदिने भैरो महापरमदि कचिन्नन्त क्षेत्र विनाशकृत तत्त्वरि पदविशेष सुखता सतय धार्मिक सहित संस्कृति मतिराजन परसंतमा नन्दपनै नवनन्ता दिजहा कचित प्रतिपन्नं द्विशते नु धरिशते र त्यसमस्ता कुशोकवर्णना
सूर्य मौर्य हेचेर सार्नेका सततीर्थ सततम समापसन बेदिन काल पुरो पुरो मह तत्व हर कन्नाय तैमे भूमि तात्व शत पंचत हो सताय दोस्ती पसने कलो विगे हत्ता कान सुरक्षण तबे तदो निकलो हो निकौ मेदसन के पाति कल कटमा साकोता शत अनि मतो पुरी सब सब शत पातुरा दम तत्व हो रा तत्व हो भागे से सोसरी येते ते सतराम पतिनो देखो कंका सदस्य बाबुला भविष्य दिलो रूपा तत्व समय वासत बाबु तत्व सो मारे कंतना पति पौना एक सिद्धक्षिता भक्षण तै समाते देते तत्व पिता किरान तुम सतरादानो दे तो सदत दिवस हो और एक काले हिमे रूपा सम्राट सततौसला धोला परपरा तेन परम्परा सबै पुरे अनु गंगा समात्रा सत्य मुक्ति दिनम औरा कलिरा मात्र प्रश्न मंगलालय हो तुझ्या काळकाईचा अंश कटकरिया ही नारदत भट समेतम धर्म सत्य सत्य समादय कारण परिहारादि पासून भयम मिते जन प्रवण नंदन का लोकेंद्रया जवळीके तमरती कृत सूत्र मे भई नंदी व्यवसाय हो अब चन्या दुर्बलम और पांडी जैसा फलम बचे हो गिरी कारण और साकम लम शाश्वत सुन परवतो चरा अनापृष्ट विनश्यन्ति त्रिम सर्वक पति वर्षाणि त्रिम सप्तिम सति वर्षाणि नस्ति प्रतिना आनन्दप्रदे तस्यो ताय सुरारसो हरे भगवान अवतार सत्य चराचर ब्राह्मण यदा भद्र भवे कृतं भविष्यति पर्ने त्यो तलबाट बनाउनेले बनाउनु आउँदा बनाइसकेको श्रीमद्भागवते महापुराणे भारतखण्डे सप्तमः मुरारे हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव आत्मने नमः। भगवान त्यसरी स्वर्गानु हुनुभयो सुतमनिसँग हे चन्द्रवंशी र सूर्य र कुन कुन राजा कसरी के सुताजी भन्नुहुन्छ चौरकारी हो सूर्यवंशी र चन्द्रवंशी राजाका वर्णमा राजा हुनुभयो विश्वफुर्ती नामरेका राजा हुनुभयो ठुलो राजा बन्नुभयो मेदिनीपति बन् कलियुगको सङ्ख्या चाहिन्छ कालको प्रगति अणुदो परमानुसार हुने भनेपछि अहोरात्र बन्छ अनि पक्ष बन्छ दुई पक्ष एक वर्ष भयो यस्तै प्रकार 7 बारको एक हप्ता भयो ये मान्छेका मनुष्यका एक महिनाले पितृको एक अहोरात्र हुन्छ पितृका एक महिनाले देवताको हुन्छ यिनका 4 किसिमका छन् नित्य नैमित्तिक प्रलय भनेको मानिस पहिला हुनु या मृत्यु हुनु आदि नित्य प्रलय हो तपस्या गरेका पनि कलियुगमा 12 घण्टासम्म कीर्तन गरियो कलियुगमा चाहिँ हरि कीर्तनले नै ती फल पाइन्छन् भने गएपछि धर्म र गौको गौमा हुनुपर्ने ब्राह्मण हुनुपर्ने वेद ब्राह्मण अब यस्ता ठाउँमा घर घरमा कलह भन्ने छ स्त्रीको बिक्री वितरण गरेर त्यतिखेर सम्पत्तिको झगडा हुन्छ प्रकृति वार्तामा नक्षत्रदेखि दिन
सूर्य भगवान 50 कोटी लाख योजन भएका गोलाकार हुनुहुन्छ तेषां पुरपद्मतेषां यत्र सन्तनिगमात्म र प्रकाशां मह्यन्ति यत कवयो झपरा पतन्त श्रुतो वाचः संस्कृतोपगमने तपस्वतेन संवेदितं सर्वसंस्कृतप्रियतः वरं प्रत्यपतन्ति एतसारि यस्य शुभदानं धनासनं मनसैव पतेन सकामस विषेण भगवान् ते तस्मै तत् हरिं भगवते तरपूजयेतो स्वप्नसोदिकं साइकल में श्री कृष्ण गोविंद हरे यो हाम्रो अन्तिम अध्यायदेखि होल्लो अध्याय द्वादश स्कन्धको 12 अध्यायलाई के भनेको छ भने 7 दिनसम्म हामीले केही सुन्न सक्यौन बा आफै डिस्टर्ब गरेर त्रुटि भयो कि बा कामले भ्याइएन कि बा के भयो यो अध्यायलाई राम्ररी एकचित्त लगाएर सुन परिवारहरू जम्मै एकत्रित भएर के गर्ने कामले भ्याइएन भनेर आफ्ना मनले बीचमा कञ्चनजङ्घा उत्पत्ति गरेर त्यसलाई नागेर आउन नसकेर पनि आउन नसकिएको हुन्छ त्यसैले सुन्नाले 7 दिन सुनेको फल प्राप्त हुन्छ भनेको छ यहाँ उच्चारण गर्न सक्छु यी सबै बताएको छ अब यहाँ यो कफी गर्नु नहुने समय आइरहेको छ त्यसैले एकदिन कसैले चाहिँ हल्ला नगरिकन सावधान भएर चाहिँ अब सब छोडिदिनु त नमो भगवते वासुदेवाय सुतो वाच नमो धर्माय भवते नमो कृष्णाय वेदसे ब्रह्मणे परमतीर्थ धर्मवस्य हरे नारायण हरि कृष्ण भगवान् अतर्मं पदं गुहिं जगत प्रभाव्याम ज्ञानं चतुर्था ज्ञानं विद्रोधवसं माधवस्यति यथा पुरुषो यथा कालस्य सुपुरो पश्या गति कर्मसु भगा भूप उतरै मोगिनी हरि रूपतया स्त्रीणां माता प्रकृतिर्धमनसति मता नवमसु पति दशैक्य विनाशनं दशधर्मपरितापं ममपदं प्रति यतो देवासुराः मारातिरनगफतेश्वरसतरितं प्रदशम आत्मनं मनन्तरनु कथा देवासुरमा युतं राजवंशनुकृतनं ईशाकुतनुसं वंश सुदुनस महात्मा व्यापकन्नु यतानुपकर्णपसाक बेलाभिदे संवसं यातायातमततितन्तरनिदे संवनं एवं प्रणासनतोस्कुलसनरेताय भवमिताय तारो दान्यासतो ज्ञानप्रदीप पुरा तद्रूपेण च नारदय मुनये कृष्णाय तद्रूपिणा लोकमगतं सत्यं परं धीमहि श्री कृष्ण गोविन्दाय वासुदेवाय दीनबन्धु भगवानको भक्तवत्सल महापुराणको अन्तिम भएको छ फल प्राप्त हुन्छ भनेर मैले अघि पनि भने अब यो अध्यायमा हामीले 7 दिन सुनेको भागवत खेलदेखि यहाँ उल्टा धेरै खाने गएपछि त्यस्तै अब कथा सुन्दा सुन्दै धेरै अब यदि सुन्न मन छ एकत्रित भएर सुन्नुभयो भने बस्नुहुन्छ भने म अलिकति कथा भन्छु कष्ट हुन्छ वैडुर्य मणिमणिको कष्ट हुन्छ भन्ने सौनकका प्रश्न थिए ती प्रश्नपत्रिका उत्तर पहिलो अध्यायमा बताउनुभयो दोषकेर सनकादि मुनिको सहरमा नगरिकन बद्री जानुभयो अनि बद्री लगेर सहयोग हुँदाखेरि भगवानले सनकादि मुनिहरूले गङ्गा तटवर्ती क्षेत्रमा गएर श्रीमद् भागवत सुनाउनु पर्छ भनेर आज्ञा दिनुभयो र सभा प्राप्त हुनुभयो त्यहाँ नाचगान कीर्तन भयो महान ठुलो भयो भगवानको पनि आगमन आविर्भाव भयो त्यसको नैमी सारथीमा निमित्त भनेको छ भगवानले पहिले आकाशवाणीमा भनेको छ त्यो ठाउँमा अनि 6वटा प्रश्न राख्नुभयो हे ऋषि कलिना किन जन्मे श्री भगवान कृष्ण लीला पनि तु पलियो गति आज्ञा यी 6वटा प्रश्नलाई 4 प्रश्नको प्रतिफल भनेको प्रथम मैले 7 उपाय गर्नुपर्ने छ भनेर त्यहाँ आफ्नो राजदरबार छरिक गरिकन
गंगा किनारमा गइकन ऋषिहरूका फर्केर साँझै मा मेरो लैलै फर्केर साँझैमा फर्केर साँझै मा मेरो लैलै फर्केर साँझैमा बेला सुने बाँसुरी तान सबैले कानैमा सम्पूर्ण तिनै लोकका प्राणी अतुल्य भएर कि अरे पिताजीलाई प्रसन्न भएर चाहिँ परमधाममा प्राप्त हुनुभयो भने अष्टाङ्ग योग आदिका कुराहरू तृतीयस्कन्धमा किनारमा गएर अर्चन आदि पद्धतिद्वारा देवहूति पनि मुक्त गरेर जानुभयो। तृतीयस्कन्ध सक्यो मैले। अब चतुर्थ स्कन्धमा पुगे एक टके रातमाथि घुमेर सातौँ भुगलीय पृथ्वी हुनुभयो। भुगलीय पृथ्वी हुँदैन, भूत प्रेतको बास चाहिन्छ भनेर सम्झाउनु भयो, मान्नुभयो। हिँडेर आउनुभयो। 7 समुद्र र 7 चिपले डम्बुको छ सालमली कुशको छ साकर पुष्करी उनका वंशमा प्रियवत राजाका वंशमा ऋषवतर बाबाले दिनुभयो। उहाँका सौरभ साहेब वसुदेवको यज्ञमा प्राप्त भएका युगको व्याख्या गरे। अब त्यस पछाडि गएर उहाँका वंशावली ध्रुव प्रश्न अनुसारले गरिकन प्रहलादजीको चरित्र हिरण्यकशिपुको चरित्र आखिरमा गएर प्रहलादजीलाई बचाउने कार्यक्रममा भगवानले ऋषि भावनामा भएको ऋषिमा प्रस्तुति देवताहरूले सबैले प्रहलादको प्रस्तुति प्रहलाद मल्लयुद्ध गर्ने ठाउँमा प्रवेश कुबेलाय पीडको हतन अनि मल्लयुद्ध गर्ने ठाउँमा प्रवेश सल तोसल ताँडो मुष्टिक आदिका दुर्मन्त्रीहरूको निराकुण्ड 44 अध्याय भयो। अब यहाँदेखि उता गएर माता पितालाई तर्फ प्रेषित युद्ध उद्धवजीले गोपिनीलाई सान्त्वना उतातिर 52 अध्यायमा ढोकुरी आराधना अनुसारले गरिकन भगवानका गृहस्थ कर्महरू सबै प्रदर्शन अनि साल्व त्रिपुण्ड हुँदै गएर अब 72 अध्याय पुगेपछि योगीद्वारा भगवानकी मायाको व्याख्या, सूर्यको व्याख्या, नरकशोकको व्याख्या ज्ञान बताएका कुराहरू सत्यमा हामीले भागवत मात्रै सुनेर यहाँ एक हप्ता बिताइरहेका छौँ। अब अरू पनि 17 पुराणहरूका सङ्ख्याहरू यहाँ सुनौँ। यहाँ व्याख्या गरिएका छन्। 17 पुराणहरू ब्रह्म पुराण 10,000, पद्म पुराण 55,000, विष्णु पुराण 23,000, शिव पुराण 23, श्री वैष्णव त्रयोविंशति चतुर्विंशति सेवकाम 23,000, विष्णु पुराण 24,400, शिव पुराण, श्रीमद् भागवत 18,000, भविष्य पुराण 14,500, ब्रह्मवैवर्त पुराण 18,000, लिंग पुराण 11,000, स्कंद पुराण 81,000। यही प्रकारले वामन पुराण 10,000, पूर्व पुराण 17,000, ब्रह्माण्ड पुराण 12,000। यी सबै गर्दाखेरिमा पुराणका संख्या जम्मा पुराणका श्लोकका संख्या 4 लाख पुग्दछन्। ती मध्येमा जस्तै निम्नको शम्भु भनेका शिवजी यहाँ धेरै कुरा लेखिया छन्। यहाँ भागवतको अन्तिममा यस्तो राम्रो कुरा गरेको वैष्णव मतेको म शम्भु भनेर भन्नुभयो। भागवतमै यस्तो व्याख्या गरेका छ। भागवतलाई नै सबैले भक्तहरूले मानिएको छ, सुनिरहेको छ। जस्तो कुरो लाग्दैन मलाई। म पनि एउटा भक्तै हुँ जस्तो लाग्छ। वैष्णव यता शम्भु भनेको छ। विष्णु दीक्षा मतेको वैष्णव भनेको शम्भु भनेर शिवजीलाई भनेको छ भने वैष्णवको उत्तम र 1 नम्बर भनेको शिवजी हुन्। तर शिवजीले सकली र नकली रूप धारण गर्नुपर्छ। सकली रूपमा उहाँ साक्षात विष्णुका भक्त वैष्णव हुन्।
भक्त जनों के संकट, दास जनों के संकट। जो ध्यावे फल पावे, दुख बिन से मन का। दुख बिन से मन का, सुख संपत्ति घर आवे, सुख संपत्ति घर आवे, कष्ट मिटे तन का। ओम जय जगदीश हरे। मात पिता तुम मेरे, शरण पड़ूं मैं किसकी। स्वामी शरण कहूँ मैं किसकी, तुम बिन और न दूजा, प्रभु बिन और न दूजा, आस करूँ मैं किसकी। ओम जय जगदीश हरे। तुम पूर्ण परमात्मा, तुम अंतर्यामी। स्वामी तुम अंतर्यामी, पार ब्रह्म परमेश्वर, पार ब्रह्म परमेश्वर, तुम सबके स्वामी। ओम जय जगदीश हरे। तुम करुणा के सागर, तुम पालन करता। तुम पालन करता, मैं मूरख फल खानी, मैं सेवक तुम स्वामी, कृपा करो भरता। ओम जय जगदीश हरे। ओम जय जगदीश हरे। स्वामी जय जगदीश हरे। नाना सुगंधि पुष्पाणि पादवेन श्रोता भक्ता जन को, नाई भगवती को, राम का देवता को, वृंदावन बिहारी लाल कृष्ण को, कृष्ण कन्हैया लाल को। शांति
हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउँला हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदेऊला हे कृष्ण आसन डगाइदिन्छौ कासारी बन्सीले त्रिलोकै थर्काइदिन्छौ तपस्वी ज्ञानी आसन डगाइदिन्छौ हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न थर्काइदेऊला हे कृष्ण बन्सीको महिमा बुझ्दैनौ तिमी राधा योगी र ध्यानीको ध्यानमा पार्छ बाधा बन्सीको महिमा बुझ्दैनौ तिमी राधा योगी र ध्यानीको ध्यानमा पार्छ बाधा कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउँला हे कृष्ण बासाका टुक्राको महिमा के पो हुन्छ हामीले सिवाय अरूले कहाँ सुन्छ बासाका टुक्राको महिमा के पो हुन्छ हामीले सिवाय अरूले कहाँ सुन्छ हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउँला हे कृष्ण ब्रह्मादि
सुरिलो तानाको मोहिनी कस्तो राजा सुनेर यी कुरा चकित भए आजा सुरिलो तानाको मोहिनी कस्तो राजा सुनेर यी कुरा चकित भए आजा हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदेऊ न हे कृष्ण हे प्यारी बन्सीले गोपिनी डाकी ल्याउँछ जसले सुन्छ तुरुन्त यहाँ आउँछ हे प्यारी बन्सीले गोपिनी डाकी ल्याउँछ जसले सुन्छ तुरुन्त यहाँ आउँछ हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदेऊ न हे कृष्ण यस्तो परेको छ अरे यहाँ हेर त यहाँ क्यान्सिल हरियम साक्षात्कार्यम साक्षात् कहाँ पाउने अब बाटोको कमाइले नहुनु सक्छ तपाईँको समय हुन्छ नभए हातमा कपडामा भेट्छ 70 रुपियाँ च्यान पर्नु पर्यो नि कसो अलिक पातले मोटा कति च्यानेर यहाँ ठिक्क पार्नु पर्थ्यो कपरीमा राखेर आदनमी 84 दिपाय नमः। अब यो थालाको हस्त अब दही चलाइदिने पहिले हस्त यो अन्यमा अब अरू पानीहरू के छ त्यो सबै 84 दिपाय नमः। गन्ध पुष्पासनम स्वरूपमा 84 दिपाय नमः। सुप्रसन्न सुकृतो वर्गवा विचार नैवेद्य गर्न त्यो टपरीमा राखेर टपरीमा राखेर नैवेद्यम हरे पृष्ठो 84 दीपाय नमः। गन्धाक्षतानि प्रदूषण समर्पयामि सर्वे भूदेवेभ्यो नमः। 84 दीपाय नमः। कुनिदानि नमः। शुभं भवतु कल्याणं आरोग्यं सम्पदा हरि लालामाला कुलेबी सर्वमिति मन्दिरत भक्तादि प्रथम स्वरूपयाम रक्षोपीताय नमः। ते कपरि पुरिता मणिधरतो तस्मै मनोदुतीर्तिमन वैष्णवकृपा नारायण संपूज्य सनक सनन्दन सनातन सुकुमाराय नमः। सिद्धभद्राय नमः। प्राप्य
भद्रमण्डल देवतायै नमः ओम उन्नते नमः शान्ते नमः शिवाय नमः ओम योगाय नमः एउटा त्यो पैसा नि या गर्छ या दिश यावत् कृपामा तावत् नसुविधा वस्तु प्रसन्नति सत्य सुन्दरमाय नमः राम आबा अनुसन्याम तथा च सूर्य नमस्कार बाबा यसलाई कुशल राखिदिने